Namaste, namaste. Namaste, brother. Namaste, namaste. Where are you from? I'm from Nepal. Do you know, now I'm in UK, but I'm from Nepal. Okay, and what do you do there? Nothing, because my family is here, so... Oh my god, you study like you live there? Yeah. No, I live here. Okay. Speak Nepali. So, अनि के छ त अरु भन्नुस्? अरु के छ त अरु भन्नुस्? कता हो? कता गएछ हौ? कुल बलि अब के हाम्रो दाजुले टोपी सोपी छोराएर झन् खतरा देखियो त। रोशन, हजुर, नेपाली बोल्नुहुन्थ्यो? म नेपाली नै हो क्या हजुर। यार म त इंग्लिश बोल्नु जान्छ हल्का अलिकति इंग्लिश हानेको थिएँ। हैन नि हजुर, नेपाली नै बोल्छ। ओके, लास्ट खुसी लाग्यो म्यान, लास्टै खुसी लाग्यो। मलाई पनि खुसी लाग्यो दाजु, मैले भिडियो हेरेर आउँथेँ हजुरको होला है। मलाई अहिले याद भयो तिम्रो, अहिले मलाई याद आयो। किन थाहा छ? मेरो भिडियो हेरेको थियो पहिला। मैले एकचोटि हेरेको थिएँ। मलाई अहिले विश्वास भएन कि तिमी पनि यहाँ लाइभमै छौ भन्ने। मलाई त्यो हुँदैन, तिमी नै हो भन्ने थाहा। मैले हेरेको थिएँ तिमीले खैरे जस्तो कि समथिङ गरेको जस्तो के गरेको जस्तो हालेको थियो। हो, गोरेहरूसँग बनाउँछु मैले हो दाजु। एक्ज्याक्टली। यता चाहिँ कहाँ बस्छौ? म युके को डटुजमा बस्छु। नेपाल चाहिँ मेरो दाङ हो, दाङ पश्चिममै हो। ए दाङै हो? हजुर। ए राजा के छ यार बड्डा यार। ठिक छ यार, फलो गर्न मिल्छ भने गरौँ के अरे दाजु। ओके ओके। एकदम कुल। ओके। अनि खुसी लाग्यो है त दाजु, अनि मैले भिडियो हजुरले मेरो भिडियो हेर्नु दिँदै रहेछ, खुसी लाग्यो यार। मलाई मैले हेरेको त्यो नहेरेको भन्नु मिल्दैन, किनकि आएको हुन्छ फिडमा मैले हेरेको हुन्छु त्यो कुराहरू, राइट? तर मलाई एक्ज्याक्टली थाहा थिएन, अहिले भर्खर याद आयो क्या मलाई त्यो कुराहरू। त्यही त। द्याट्स रियली नाइस, एकदम अझै खुसी लाग्यो। यस्तो ऱ्यापहरू हान्न मिल्छ, ऱ्याप हान्छु के अरे है। हान्छौ? ऱ्याप चाहिँ म ऱ्याप पनि हान्छु, दोरी पनि हान्छु, म धेरै चिज गर्छु, कमेडी पनि गर्छु। त्यसो भए काली चाहिँ हेरेको हेरे भने काली एकैछिन डिस्कनेक्ट गर्छु। काली त के काली तिम्रो साथी हो? साथी हुँदा नि फ्रेन्ड हुनुभएको थियो। ए ल, कालीलाई एकछिन, काली प्लिज है एकैछिन जोसँग मेरो कुरा गर्दै गर्छौँ। हजुर चाहिँ अब गरेर बस्नु भयो है, एकछिन डिस्कनेक्ट गरिदिनु न कालीजी प्लिज। ओके राइट, एउटा ऱ्याप हान्छु ल। एकछिन पहिला हुँदैन, कसरी यताबाट उहाँ कसरी पुग्नु भयो होइन, यो कुराहरू इन्ट्रोडक्सनहरू यो भनौँ न। ओके, म चाहिँ 14 वर्षसम्म नेपालमै पढेको मैले चाहिँ होइन, 14 इयर्ससम्म। अनि म चाहिँ मेरो ड्याडी अनि मेरो फ्यामिली यतै हुनुहुन्छ नि त, अनि त्यही भएर म यतातिर आएको। म त लाइक 2 इयर्स मात्र भयो नि त म यता आएको, धेरै भएको छैन। द्याट्स रियली नाइस हैन? हजुर। इङ्ग्लिसहरू पुरै खरट्टै हान्छ होला है त्यहाँबाट? इङ्ग्लिस त त्यही यो 2 इयर्स भयो, त्यस्तो राम्रो भोकाबुलेरी चाहिँ छैन, तर हल्का खैरेहरूले हानिन्छ। खैरेहरूको त नेपाली सिकाउने हो कि यिनीहरूले अब नेपाली सिकाउने हो। ओके, यो के can you pass me a bowl? Yes, I can do. Good. So how's it going? What's you up to? Yeah, I'm fine, you know. That's crazy, man. Like, so it's really hard, but Cool Boy is really cool, you know. Cool Boy is really cool, buddy. Yeah, let's go. अब चाहिँ English पनि हल्का मेरो, तर let's go, let's listen something. हुँदैन म ऱ्याप हान्छु ल। मैले लगभग हजारौँ गरे लगभग 10-15वटा ऱ्याप लेखेको छु होला क्या आफ्नै। ओके, लेट्स गो। त्यो चाहिँ आमा बुद्धको बिचमा मैले मेरो साथीको लागि लेखेको ल। थ्याङ्क यू सो मच फर ह्याभिङ मी हियर। परिस्थितिले आज आयो, हामी तारिँदै सानोमा गुच्चा खेल्दै हामी रम्ने गर्थ्यौँ साथीभाइ। झ्यालबाट हाम फाल्थे साथी तेरो लागि, 12 पढेपछि जिम्मेवारी बढ्यो तैँले छाडे गइस। गाह्रो छ संसार, अँध्यारो हो यो ठाउँ आज। देउसिरे खेल्दै हामी पुग्थ्यो कयौँ गाउँ हिज। एक्लो छ मन नपुरिने रहेछ घाउ तनी, विदेश लागि शनि मनियारको ठाउँ मैले। सिगरेट खाँदा तैँले सम्झा उतिस नखा भनी, छिमेकको आँप चोरी लिने गर्थी मजा अति। कलास नै बङ हानी भेट्न जान्थिन् छम्मा पनि, साथी तेरो यादमा खान थाल्यो हल्का रक्सी। एक्लै छु म त आज भन्छ काँच साथी तेरो याद आज ठाउँ त धन कमाउन सागर पारी। सानोमा खान्थ्यो गुलियोलीले बाँदर मारी, अहिले जिन्दगी बाँच हाम्रो बारी र पारी। नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन् किस कहिले, तर साथी निकै एक्लो छु अहिले। नहोला सँगै आज तर तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन् किस कहिले, तर साथी निकै एक्लो छु अहिले।
यो त सानो खालको अर्को पनि धेरै छन्। कतिमा पढ्छौ तिमी भन त? म 16 इयर्स भयो नि बल्ल। 16 इयर्स भयो बल्ल? हजुर। अनि हजुरले यो सुन्नु भएको थियो कि दुर्गेश थापाको मैले इङ्ग्लिस भर्जनमा हानेको थिएँ क्या एउटा। एकचोटि सुनौँ त। त्यसो यार आफै लेखेको क्या मैले। थ्याङ्क यू सो मच है ब्रदर, मलाई चाहिँ एकदम राम्रो लाग्यो है, खुसी छु यार। इङ्ग्लिस भर्जनमा है त। Hey, nowadays my song is selling on a film. Just looking to industry who will be still. Hey, nowadays my song is selling on a film. Just looking to industry who will be still. I spend cash, so I'm getting famous now. I'm driving a car, I'm throwing a cash, I'm throwing a soil. I am just like that. I have lots of enemy. They are just looking me. I have lots of enemy. They are just looking me. I have lots of enemy. They are just looking me. 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 Thank you. एकदम खुसी लाग्यो है रोशन प्लस मम्मी बाबाहरू पनि हुनुहुन्छ होला, उहाँहरूलाई पनि कुलबोयको तर्फबाट सारा जतिजनाले पनि हेर्दै हुनुहुन्छ उहाँहरूको त यहाँहरूको सबैजनाको तर्फबाट दर्शन टक्राइदिनु हाम्रो तर्फबाट है। एन्ड थ्याङ्क यू सो मच ब्रदर, खुसी एकदम खुसी लाग्यो मलाई चाहिँ होइन, पहिलादेखि फलो गर्थेँ हजुरलाई। एकदम एकदम यार। अनि कहिले आउँछु नेपाल अब फेरि? नेपाल आइन्छ होला 2-3-4 वर्षमा, किनभने युनिभर्सिटी के अरे यहाँ पढाइ चाहिँ कस्तो हुन्छ भने होइन लाइक 1 मन्थ मात्र बिदा हुन्छ नि त, एक महिनामा चाहिँ नेपाल आएर कतिखेर घुमेर कतिखेर फर्किने हुन्छ नि त। त्यही भएर एकचोटि स्टडी भएर बरु 2-3 महिनाको लागि आएर हुन्छ नि रियालिटी सोमा ट्राई गर्ने सोचिरहेको छु क्या मैले चाहिँ। एकदम खुसी लाग्यो यार भेटेर यार रोशन। मलाई नि दाजु यार क्या खुसी लाग्यो, अर्कोचोटि पनि फेरि जोइन हुनुपर्छ हामीहरू। ल ओके, मलाई चाहिँ खुसी लाग्यो। यस्तो हामी जस्तो भर्खर खोलेको आइडी भर्खर लाइक 3 मन्थ मात्र भयो नि त मैले आइडी खोलेको, 3 महिना मात्र भयो नि त। खुसी लाग्यो, सपोर्ट गरिदिनु भयो। एकदम ठिक छ यार, त्यो द्यास के पनि होइन, द्यास नथिङ न। ल हुन्छ, म चाहिँ जान्छु त आइज राम्रोसँग बस्छ। ओके ल गाह्रो छ यार, म त सुरुमा त मैले इङ्ग्लिसै बोल्छु जस्तो सोचेर पुरै इङ्ग्लिस हाने, सबैले देख्नु नै भयो।